Alright guys, hello YouTube family, it's me Mustangi bhai, welcome back again to my channel. And आज डे चाहिँ हामीहरु आलु खन्न जान लागेको छु मुस्ताङको आलु अनि कस्तो चाहिँ हुन्छ त हैन म नि फर्स्ट टाइम खनाउँदै छु आलु कतिको निस्किन्छ त तपाईहरुले देखाउनु पर्ने हुन्छ लङ टाइम भयो धेरै ग्याप भएको हामी त्यही टाइममा धेरै बिजी पनि थिए घाँसहरु काट्ने यताउता हुन्छ नि अनि आज चाहिँ मुस्ताङको आलु कस्तो चाहिँ हुन्छ त अनि कतिको हुन्छ त कस्तो हुन्छ त सबै देखाउनु वाला छु तपाईहरु हेर्दै गर्नु होला म खेतमा जान्ने छु यता तलतिर चाहिँ हाम्रो बाटो चाहिँ यता चाहिँ खेतमा जाने बाटो चाहिँ ए बाटोमै स्याउ छ है यो स्याउ पनि हाम्रै हो त्यही नै हो आज खासै स्याउ खान मन छैन मौसमले खासै राम्रो छैन कि हिजो त ओभर घाम लागेको थियो हैन आज चाहिँ मौसम अलि च्यालेन्ज गरिरहेछ अनि यस्तै यस्तै शीतल पनि हुन्छ त्यही नै हो अब जम्मै एकैचोटि उतै खेतमै भेटौँ न हो खेत आज हाम्रो के अरे आलु खनाउने खेत चाहिँ यही नै हो ए एकदम ठिकै छ तर आज खन्न सक्छ सधैँ हेर्नुपर्छ ए यसरी खन्नु पर्ने हुन्छ अब रेडी भइसक्यो अहिले सबै खन्नु पर्ने हुन्छ अनि कति भरो निस्किन्छ तपाईहरु गेस गर्न सक्नुहुन्छ त्यही नै हो के ल अब एकछिन हाम्रो काममा इन्जोय गर्दिनु होला ओके ग्लोभ्स चाहिँ अनिवार्य लाउनुपर्ने रहेछ नत्र त सबै गाउँ बनाउने रहेछ त्यही नै मैले लाग्छु यसरी खनाउँ यस्तो सानो सानो पनि निस्किन्छ कि हिजो ठुलो बनाउने ठुलो हुनै पाएन रहेछ जारोले अब यतातिर खन्ने पनि तरिका हुने रहेछ फेरि यहाँ बिचमै हानेपछि आलु नि उति फाट्ने सामान नै धेरै हुने रहेछ अनि साइडबाट खन्नु पर्ने रहेछ यो चाहिँ अनि यता चाहिँ अहिले आनुवर यस्तो राम्रो छ भनेपछि अनि यस्तो दिनभर यस्तै काम गर्नुपर्छ मुस्ताङतिर चाहिँ मुस्ताङ चाहिँ मैले यस्तो सुनेको मुस्ताङतिर चाहिँ के अरे सबै अनुहारहरू कस्तो कस्तो हुने रहेछ कि यहाँ चाहिँ बिचरा यस्तै धुलोमा काम गर्नुपर्ने रहेछ एकदम बिजी हुने रहेछ अनि बेलुकातिर टाइम पाएपछि पायो टाइम पाएन भने अनुहार धुनै टाइमै नपाउने रहेछ बिचरा त्यस्तै हो अब हाम्रो पनि अहिले यस्तो छ भने अब बेलुकासम्म त यो धुलोले गर्दा अनुहार सबै कालो बनाइदिन्छ क्या त्यस्तो छ यहाँ चाहिँ मुस्ताङमा चाहिँ त्यही नै यसरी पोल पर्छ कि खन्न नआएपछि यहाँ मुस्ताङतिर चाहिँ जे काम पनि धेरै हुने रहेछ अनि जे काममा पनि एक्सपिरियन्स लिनै पर्ने रहेछ कि आए नि नआए नि अनि गर्दा 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 अनि काम चाहिँ आउने रहेछ कि त्यस्तै छ म पनि फर्स्ट टाइम खनिरहेछ यहाँ चाहिँ आलु अनि त्यस्तै फर्स्ट टाइम चाहिँ एक्सपिरियन्स जेमा पनि काम गर्नुपर्ने हुने रहेछ यहाँ चाहिँ अनि दिनभरि बिजी पनि हुनुभयो अनि काम पनि आनन्द हुनुभयो त्यही नै हो
दिन यतिकै जान्छ कि यो खन्दा खन्दा दिन यतिकै बित्छ होला आज त्यही न मुस्ताङतिर लगभग काम चाहिँ लगभग भइसक्यो भनौँ न अब फापर काट्ने बाँकी छ यो आलु खनिसकेर अनि केही दिनपछि अनि उतै पनि के अरे फापर पनि काट्छ फापर काटेर अनि खेतहरू रोपिसकेर त्यसपछि स्याउहरू खनिसकेर अनि स्याउहरूले खनिसकेर पानी हालिसकेर अनि बल्ल काम चाहिँ भ्याइन्छ कि त्यस्तो छ अनि त्यसपछि अलि फ्री हुन्छ काम छैन हैन स्याउहरूको खनिसकेर पानी हालिसकेर अनि त्यसपछि 1 महिना 2 महिना चाहिँ काम केही हुँदैन अनि सानो टिनो काम भए अरु काम केही हुँदैन त्यस्तै हो यहाँ चाहिँ यो चाहिँ बोराभित्र खनाउनु पर्ने हुन्छ त्यही न बोल्दा बोल्दा कसरी बढ्छ थाहै हुँदैन यहाँ चाहिँ अनि दिमाउनु कसरी गर्छ त्यस्तै उति हुन्छ कि रमाइलो सकेर आलु उति गरिसकेर अनि यताउता सानहरू सबै गाईले दिनुपर्ने हुन्छ अनि ठुलाहरू सबै लोड गरेर अनि तल पठाउनु पर्ने हुन्छ त्यही नै हो अब हामी एकछिन यो खनिरहेछौँ अनि कतिको हुन्छ कति बोरा हुन्छ एकछिनमा देखाउँ ल त्यही नै हाम्रो यो लगभग आधै पुगिछ नि हामी बोल्दा बोल्दा यो सबै खन्नु पर्ने हुन्छ त्यही नै हो
खाने हामी यहाँ अन्तिम पुगिसक्यो खनिसक्यो भनौँ न यता चाहिँ अब अन्तिम पुगिसकेको रहेछ ठुलै रहेछ कि खेत चाहिँ त्यही नै हो अब यहाँ भरे टन्नै भयो कि तपाईँले ग्यास गर्न सक्नुहुन्छ तल भरे कति भयो भने यहाँ त 4-5 एउटा समथिङ भएछ होइन अनि घरमा पुऱ्याइसक्यो हो कि नि अनि कति बोरा भयो भने तपाईँले ग्यास गरेर तल कमाउने गर्न सक्नुहुन्छ अनि त्यही अनुसार एउटा बोरा पनि फेरि पाउन सक्नुहुन्छ तपाईँको दसैँको अफरमा ल तल कमाउने गरिदिनु होला अल्लाह भ्याइसक्यो यिनीहरू नि असारेर अनि घरमा पुऱ्याएर अनि आज यति नै काम भयो त्यही नै हो यति निस्किन्छ हेर्नुहोस् त यतिको मेहनत छ यहाँ मुस्ताङतिर फर्स्ट टाइम खनिरहेको होइन म चाहिँ अनि मजाले काम पनि मजा भयो टाइम पास पनि भयो रमाइलो पनि भयो भनौँ न त्यही नै हो अनि आज भिडियो यति नै अनि नेक्स्ट भिडियोमा भेट्ने छु भन्दै नयाँ भिडियोहरू बनाउने छु तपाईँहरू प्रस्तुत गर्दैछु यसरी नै सपोर्ट गरिदिनु होला मुस्ताङ भाइलाई त्यही नै हो यदि तपाईँहरू नयाँ हुन्छ भने सब्सक्राइब गर्दै नभुल्नु होला ओके सी यू बाई नेक्स्ट भिडियो ओके राम्रोसँग बस्नु होला ह्याप्पी दसैँ टु अल